रिसाको? अभियान म किन रिसाको भनेर तेरो माइजूलाई गएर सोध्न। मैले के गर्दा छु र तिमीलाई? नरिसाएर के गर्नु? तेरो माइजू राक्षसनी जस्तै छ, जहाँ भेटे पनि मलाई कराउँछ। कुरा त्यस्तो रहेछ? मेरो माइजूले तिमीलाई बेसकरी गाली गर्नुभयो? हेर साथी, हाम्रो आमाको माया पाउनु नामै लेखे होइन त के गरौँ? माइजूको गाली खानै पर्छ। सही भन्नुस् तैँले। साथी भनेको गाछ छोड्नु, साथ नछोड्नु। नमस्कार मुखिनी साहब। नमस्कार नमस्कार। मुखिया कहाँ हुनुहुन्छ? मुखिया साहबलाई भेट्नुपर्ने काम थियो। जहाँ भए पनि के कुरा छ मलाई भन्। होइन होइन मुखिनी साहब, तपाईँलाई त नभन्नु पो भनेको छ। के कुरा हो फुर्कन भन्। त्यसो भए सुन्नुहोस्। आज मुखियालाई घरबाट निस्किन दिन्न म। मैले के काम गर भनेछ त्यो चाहिँ गर्नुपर्छ। अभियानलाई मैले हिजो त्यत्लो भने तर पनि भेट्न आएन आज। अभियान, मैले तिमीलाई हिजो छिटो आऊ भने होइन? त्यत्लो भाती सम्झाएँ। आज मामा थिएन अनि आउन पर्दैन थियो तिमी? गौरेश, म मात्रै होइन त पनि मलाई भेट्न नखोज। किन त्यस्तो भनेको तिमीले? हामी झन् मिल्ने साथी भनेको होइन तिमीले? गौरेश, साथी त म पनि मान्छु, तर साथी हुनलाई आकत चाहिँदो रहेछ। तिमी पढौ धनी मामाको भान्जा, म पढेँ गरिब मामाको भान्जा। गौरेश, मैले तिमीलाई भेट्न कति कोसिस गरेँ, तर तिम्रो माइजूले मलाई गाली गरेर पठाइदिनु भयो। त्यो तिम्रो माइजूको गाली अहिलेसम्म बिर्सेको छैन मैले। तिम्रो माइजूले जहाँ भेटे पनि नाना थरी गाली गर्छ। अस्ति त तिम्रो अगाडि पिटे होइन? मलाई पनि मन थियो नि तिमीसँग घुम्न र खेल्न मन लाग्थ्यो, तर के गर्नु, तिम्रो माइजूले मलाई जहाँ देखे नि देख्नै सक्दैन। अभियान, मामा माइजूले जे भने पनि म तिमीलाई सधैँ भेट्न आइहुन्छु। कहाँ म जस्तो गरिबसँग साथी बन्न दिन्छ र? आजबाट तिम्रो माइजूले
जे भन्छ त्यही मान है। अब म कसैको कुरा सुन्दिनँ। दैवको आरा अजिङ्गरले जुनाउँछ भनेको यही हो। फेरि एकछिन त मेरो हातबाट मर्नलाई। भाइ बच्चा घरिघरि कति दुःख दिन आउँछ छ यहाँ, फेरि दुःख दिन आइसैन। होइन, यो मान्छे त नयाँ नयाँ देख्छु त। हो नानी, हामी नयाँ नै हो। हामी त्यो धनपतिको घरमा आएको। अस्मिता, ओ अस्मिता, हजुर त्यता तिमीले दिदी देख्यौ त? छैन छैन, म पनि खोज्दैछु। कहाँ जानु भएको खै दिदी, भेट्टेकै छैन। ल ल, म नि खोज्दैछु, खै भेट्टा छैन। कहाँ चाहिँ गयो होला त यो बुढी माउ? बिहानदेखिको हामी बुढाबुढी हैरान भइसक्यो। त्यसलाई पाउँदैन। नानी, हजुर यता मेरो दिदीलाई देख्यौ त? यता कतै तपाईको दिदी को हो र? एकजना बुढी बुढी मान्छे छ,
खै बिहानदेखि घरबाट निस्किए अहिलेसम्म घर गएको छैन तैँले त्यता भेट्यौ कि भन्ने बुढी बुढी खालको छ क्या देखेको छैन अङ्कल मैले त र कहाँ गइन् होला त खोज्नु न भेटिएला नि ल नानी बहिनी तपाईँले बुढी बुढी आइमाले देख्नुभयो छैन त दिदी ए कहाँ जानुभयो होला है खोइ यतातिर खोज्नु न त्यही पनि भेटिन्छ कि ल होइन कोही दिदी खोज्छन् कोही बुढी आमा खोज्छन् यो गाउँको सबै मान्छे हराए कि क्या हो खै त दिदी दिदीले खोजेको त हो नि भेट्दै भेटिएन हजुरले भेट्नु भएन कहाँ भेट्नु नि मैले नि बिहानभरि चारी त्यति दिदी खोज्ने ढङ्ग पनि रहेन त तिम्रो त झन् अनि हजुरको नि त छैन रहेछ नि अब के गर्नु त नभेट्टा त मैले के गर्ने जाउँ अब दुवैजना भएर खोजौँ होइन यो धनपति र अस्मिता होइन आज केही न केही त गडबड छ कि त्यो कालुले काम गरेन होइन धनपतिले अस्मितालाई जङ्गलतिर हातमा समातेर तानेर लाँदैछ त होइन के भन्छ आज यिनीहरूलाई यसमा केही न केही त रहस्य छ आमा तपाईँ कहाँ जानु भएको थियो नि अनि त्यसले तपाईँलाई के गर्न खोजिरहेको थियो हेर न रसु म तिमीलाई खोज्दै खोज्दै हिँडेको कति भयो तिमीलाई खोज्दै हिँडेको मैले भेटिनँ यिनीहरूले अस्ति पनि मलाई अपहरण गरेर रुखमा लगेर बाँधे अनि यिनीहरू कता कता गएका बेलामा म हातको डोरी खुस्काएर म भागेर हिँडेको अहिले पनि तिनीहरूले मलाई त्यही गर्न खोजिराखेका थिए हेर न ए हो र आमा हो नि अब हामी अभियानका घर जाने ल तर आमा अभियानको घर तीन नजिकै छ र त्यही त हो नि म हिजो बेलुका उसैकहाँ बसेको हो अभियानकै बसेको हो अनि बिहान उठेर फेरि म तिमीलाई खोज्न हिँडेको हो नि लु जाउँ त्यही अभियानको घर गएर बसौँ आज है ल ए पर्दैन खोज्न जानु परेन दिदीलाई भने तपाईँको दिदी तपाईँ आफै खोज्नु म खोज्न सक्दिनँ तिम्रो चाहिँ दिदी होइन मेरो दिदी यस्तो थिएनन् तिमी आफै खोज त्यो भान्जालाई भान्जा पनि बाहिर बाहिर हिँड्नुहुन्छ अनि खुट्टा भए मान्छे हिँडिहाल्छन् नि कसलाई खोज्नु तपाईँ आफै खोज्नु म खोज्न सक्दिनँ घरमा कति धेरै काम छ म चाहिँ गएँ तपाईँ खोजेर ए तालको आइनी रहेछ के भयो अङ्कल के ताल भयो र के ताल परो खोइ रिसाएर फोन गरेर हिँडी अब तिमी कता नि म त यतै गाउँडुल्ला हिँडेको तपाईँहरू यहाँदेखि झडा गरेर ए अनि यता गाउँतिर त बुढी बुढी दिदी देखा छैन तिमीले मैले त देखिनँ म त यता पानी हिँडेको हो र ए ल ल गएको ल अङ्कल ल ल